अस्सलामुअलैकुम रहमतुल्लाह। आज चाहिँ भैरवी गाउँपालिकामा धेरै पानी परेर अनि एकदमै मौसम एकदम क्लियर भएको छ अनि चारैतर्फ एकदम कुहिरो हटेर जुन धुवा जस्तो कुहिरो हुन्थ्यो त्यो चाहिँ हटेर एकदम राम्रो मौसम देखिरहेको छ। अनि चाहिँ यता जो अगाडि छ यो चकर्ता बजार हैन, जुम गरेर म देखाइदिन्छु। अनि यहाँभन्दा तल लम्जी अनि तल गडाजुला पनि आज क्लियर देखिन्छ हैन, यो हेर्नुस् क्लियर छ गडाजुला पनि। अनि यता भैरवी गाउँपालिका अगाडि छ माथि, यहाँ माथि हैन, यो भैरवी गाउँपालिका भइहाल्यो। माशाअल्लाह एकदम राम्रो मौसम भइरहेको छ। यहाँ लागिरहेको छ मस्तको सरर पालेर मस्तको यहाँ वातावरण छ। माथि यो हाम्रो घरभन्दा माथि टङ्की साइडमा पनि पुरा मस्तको टावर देखिरहेको होला हैन। हेर्न सक्नुहुन्छ एकदम राम्रो वातावरण छ अहिले।